तपाईले कहिल्यै गम्भीर भएर सोच्नु भएको छ, मानिस मरेपछि उसको शरीर किन जलाइन्छ, किन गाडिँदैन, किन खोलामा बगाइँदैन, किन हिन्दू संस्कृतिमा विशेष गरी लास जलाउने परम्परा छ? धेरैजसो मानिसहरू यसलाई केवल परम्परा भनेर स्वीकार गर्छन्, तर यसको पछाडि यति गहिरो अर्थ लुकेको छ कि यदि तपाईले बुझ्नुभयो भने तपाईको सोच नै बदलिन सक्छ। कि यो केवल धार्मिक विश्वास हो कि यसको पछाडि वैज्ञानिक सत्य पनि छ? र सबैभन्दा महत्त्वपूर्ण कुरा, यदि लास जलाइएन भने के हुन्छ? आजको भिडियोमा हामी यही विषयको गहिराईमा जानेछौँ। अन्त्यसम्म सुन्नुहोस्, किनकि तपाईले सुन्ने केही कुराहरूले तपाईलाई साँच्चै अचम्मित पार्नेछन्। हिन्दू दर्शन अनुसार मानिस केवल शरीर होइन, शरीर त केवल एउटा अस्थायी आवरण हो, वास्तविक अस्तित्व आत्मा हो। जब मानिसको मृत्यु हुन्छ, शरीर निष्क्रिय हुन्छ, तर आत्मा नष्ट हुँदैन। आत्मा शरीरबाट अलग हुन्छ र आफ्नो अर्को यात्रातर्फ अघि बढ्न खोज्छ। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ। धर्म अनुसार आत्मा तुरुन्तै अर्को लोकमा पुग्दैन। केही समयसम्म त्यो आत्मा आफ्नो पुरानो शरीर, आफ्नो घर, आफ्ना प्रियजनहरू वरिपरि नै रहन्छ भन्ने विश्वास गरिन्छ। यही कारणले गर्दा मृत्युपछि गरिने प्रत्येक संस्कारलाई अत्यन्त महत्त्व दिइएको छ। यदि शरीरलाई त्यत्तिकै छोडियो भने के हुन्छ? धर्मशास्त्रहरू भन्छन् आत्मा आफ्नो पुरानो शरीरप्रति आकर्षित भइरहन्छ। उसलाई लाग्छ कि यो अझै पनि उसको घर हो। यसले आत्माको यात्रालाई रोक्न सक्छ। आत्मा मुक्त हुन सक्दैन, शान्ति पाउन सक्दैन। यही कारणले गर्दा शरीरलाई पूर्ण रूपमा नष्ट गर्नु आवश्यक हुन्छ। र यहीँबाट सुरु हुन्छ दाह संस्कार अर्थात् लास जलाउने परम्परा। हिन्दू धर्ममा आगोलाई सबैभन्दा पवित्र तत्त्व मानिन्छ। आगो केवल जलाउने माध्यम होइन, यो शुद्धिकरणको प्रतीक हो। जब लासलाई अग्निमा अर्पण गरिन्छ, शरीर बिस्तारै 5 तत्त्वमा फर्किन्छ: माटो, पानी, आगो, हावा र आकाश। यो केवल एउटा प्रक्रिया होइन, यो प्रकृतिसँगको पुनर्मिलन हो। शरीर जहाँबाट आएको हो त्यहीँ फर्किन्छ र आत्मा आफ्नो यात्रामा अघि बढ्न स्वतन्त्र हुन्छ। अब तपाईँ सोच्न सक्नुहुन्छ, यदि लास गाडियो भने के आत्मा मुक्त हुँदैन? केही संस्कृतिहरूमा गाड्ने परम्परा पनि छ, तर हिन्दू धर्ममा आगोलाई छिटो र पूर्ण शुद्धिकरण गर्ने माध्यम मानिन्छ। जब शरीर जल्छ, केही घण्टामै पूर्ण रूपमा समाप्त हुन्छ। यसले आत्मालाई शरीरसँग बाँधिने कुनै कारण बाँकी राख्दैन। यही कारणले गर्दा दाह संस्कारलाई सबैभन्दा प्रभावकारी विधि मानिन्छ। अब कुरा गरौँ वैज्ञानिक पक्षको। धेरै मानिसहरू भन्छन् यो सबै धार्मिक कुरा हो, विज्ञानसँग यसको के सम्बन्ध? तर यदि तपाईले ध्यान दिनुभयो भने विज्ञानले पनि लास जलाउने प्रक्रियालाई सही मान्छ। जब मानिसको मृत्यु हुन्छ, शरीरभित्र रहेका सूक्ष्म जीवहरू सक्रिय हुन थाल्छन्। शरीर बिस्तारै सड्न थाल्छ। यो प्राकृतिक प्रक्रिया हो। तर यदि शरीरलाई खुला ठाउँमा छोडियो भने यसले हावा, पानी र माटोलाई प्रदूषित गर्न सक्छ। रोग फैलिने सम्भावना बढ्छ। यदि लासलाई गाडियो भने पनि त्यसलाई पूर्ण रूपमा माटोमा मिसल्न धेरै समय लाग्छ। यस अवधिमा शरीरबाट निस्किने विभिन्न रसायनहरू माटो र पानीमा जान सक्छन्। केही अवस्थामा यसले वातावरणमा नकारात्मक असर पार्न सक्छ। तर जब लासलाई उच्च तापक्रममा जलाइन्छ, सबै ब्याक्टेरिया, भाइरस र सूक्ष्म जीवहरू तुरुन्तै नष्ट हुन्छन्। कुनै पनि संक्रमण फैलिने सम्भावना लगभग समाप्त हुन्छ। त्यसैले वैज्ञानिक दृष्टिले हेर्दा पनि दाह संस्कार एक सुरक्षित र स्वच्छ विधि हो। अझ गहिरो रूपमा बुझ्दा लास जलाउँदा शरीरका सबै अंशहरू प्राकृतिक चक्रमा फर्किन्छन्। कार्बन हावामा जान्छ, खनिज तत्त्वहरू खरानीको रूपमा रहन्छन् जुन अन्ततः प्रकृतिमा मिल्छन्। यसले वातावरणलाई दीर्घकालीन रूपमा हानि गर्दैन। त्यसैले आधुनिक वैज्ञानिकहरू पनि क्रिमेसनलाई एक प्रभावकारी र व्यावहारिक विधि मान्छन्। अब फेरि धार्मिक पक्षमा फर्कौं। हिन्दू संस्कृतिमा दाह संस्कार केवल शरीर जलाउने प्रक्रिया मात्र होइन, यो एउटा पवित्र संस्कार हो जसलाई अन्तिम संस्कार भनिन्छ। यसमा विशेष मन्त्रहरू पढिन्छन्, विधिहरू पालना गरिन्छन् र परिवारका सदस्यहरू सहभागी हुन्छन्। यो केवल एउटा कर्तव्य होइन, यो मृत आत्माप्रति अन्तिम सम्मान हो। तपाईले सुन्नुभएको होला, जेठो छोराले दाह संस्कार गर्नुपर्छ। यसको पनि गहिरो अर्थ छ। यो केवल परम्परा होइन, यो जिम्मेवारी हो।
विश्वास गरिन्छ कि परिवारको सदस्यले गरेको अग्निदानले आत्मालाई शान्ति दिन्छ। जब आफ्नो मान्छेले अन्तिम बिदाई दिन्छ, आत्मालाई मुक्त हुन सजिलो हुन्छ। अग्निदान शब्द आफैमा गहिरो छ। यसको अर्थ हो शरीरलाई अग्निमा समर्पण गर्नु। जब यो प्रक्रिया पूरा हुन्छ, शरीरसँग जोडिएको सबै बन्धन समाप्त हुन्छ। आत्मा स्वतन्त्र हुन्छ। यही कारणले दाह संस्कारलाई आत्माको यात्राको पहिलो कदम मानिन्छ। अब एउटा प्रश्न उठ्छ, यदि दाह संस्कार यति महत्त्वपूर्ण छ भने त्यसपछि किन 11 दिनको क्रिया, 13 दिनको संस्कार, श्राद्ध आदि गरिन्छ? यसको उत्तर पनि आत्माको यात्रासँग सम्बन्धित छ। हिन्दू विश्वासअनुसार मृत्युपछि आत्माले विभिन्न चरणहरू पार गर्छ। यी संस्कारहरूले आत्मालाई निर्देशन गर्छन्, शान्ति दिन्छन् र उसको यात्रालाई सहज बनाउँछन्। अब एकपटक सोच्नुहोस्, यदि यी सबै प्रक्रियाहरू गरिएनन् भने के हुन्छ? धर्मअनुसार आत्मा असन्तुष्ट रहन सक्छ, उसलाई शान्ति नआउन सक्छ। त्यसैले हाम्रा पुर्खाहरूले यी सबै विधिहरू बनाएका हुन् ताकि जीवन र मृत्यु दुवै सन्तुलित रहन्। तर यहाँ एउटा महत्त्वपूर्ण कुरा छ। हामीले केवल परम्परा भनेर यी सबै कुरा गर्नु हुँदैन। यसको अर्थ बुझ्नुपर्छ। जब हामी अर्थ बुझ्छौँ, तब मात्र हामी साँचो रूपमा संस्कारलाई सम्मान गर्न सक्छौँ। अन्त्यमा एउटा कुरा सधैँ याद राख्नुहोस्, मृत्यु जीवनको अन्त्य होइन, यो केवल एउटा परिवर्तन हो। एउटा यात्रा समाप्त हुन्छ र अर्को सुरु हुन्छ। दाह संस्कार त्यो परिवर्तनको प्रक्रिया हो। यसले शरीरलाई प्रकृतिमा फर्क्याउँछ र आत्मालाई स्वतन्त्र बनाउँछ। त्यसैले लास जलाउनु केवल धार्मिक विश्वास मात्र होइन, यो वैज्ञानिक रूपमा पनि सही र आध्यात्मिक रूपमा पनि अत्यन्त महत्त्वपूर्ण प्रक्रिया हो। यदि तपाईलाई यस्ता गहिरा, रहस्यमय र ज्ञान दिने विषयहरू मनपर्छ भने यो भिडियो लाइक गर्नुहोस् र च्यानल सब्स्क्राइब गर्न नबिर्सनुहोस्, किनकि यहाँ हामी यस्ता कुराहरू ल्याउँछौँ जुन केवल सुन्नका लागि होइन, बुझ्नका लागि हो।